सुदूर पश्चिमको एउटा सुन्दर पहाडी गाउँ, जहाँ न त इन्टरनेट थियो, न मोबाइलको नेटवर्क। त्यहाँका मानिसहरू सूर्योदयसँगै उठ्थे, गाई बस्तुलाई घाँस हाल्थे, खेतमा काम गर्थे अनि बेलुकी साँझ हुँदा घर फर्कन्थे। त्यही गाउँमा बस्थिन् बिना आमा बाबुको हुर्केकी 15 वर्षीया केटी, सुनमाया। उनी आमा बाबुको मृत्युपछि हजुरआमासँग बसिरहेकी थिइन्। गरिबीले उनी विद्यालय जान नसकिने भइसकेकी थिइन्। तर उनलाई लेखपढीको रहर भने अझै थियो। सुनमाया हरेक बिहान घाँस काट्न जाथिन्, तर साथमा पुरानो किताब पनि लुकाएर लैजान्थिन्। घाँस काट्दा काट्दै जब थकाइ लाग्थ्यो, उनी रुखको छायामा बसेर पढ्न थाल्थिन्। गाउँका अन्य केटाकेटीहरू उनलाई जिस्काउँथे, "ओए सुनमाया, घाँस काट कि किताब पढ।" तर सुनमायालाई न पढाइप्रतिको मोह रोक्न सकिन्थ्यो, न त हजुरआमाको थकाइ बुझ्न। एक दिन, सुनमाया घाँस काट्न जाँदा एउटा अचम्मको चिज देखिन्। पुरानो, सुनौलो ढुङ्गाको थुप्रो, जुन एक झाडीभित्र लुकेको थियो। उनले उत्सुकताले त्यो खोतलिन् अनि भित्र एउटा सानो फलामे बाकस भेटिन्। बाकस खोलेपछि भित्र कुनै राजाको समयको लेखिएको पुस्तक, पुराना सिक्का र एउटा चिठी भेटियो। चिठीमा लेखिएको थियो, "जो पढ्न सक्छ, उसैलाई यो गुफाको ज्ञान खुल्नेछ।" सुनमाया डराइन्, तर उत्सुक भइन्। उनले पुस्तक पढ्न थालिन्। त्यो पुस्तकमा लेखिएको थियो, "जसले ज्ञानको मूल्य बुझ्छ, उसैले भविष्य परिवर्तन गर्न सक्छ।" त्यसपछि, हरेक दिन उनले त्यो पुस्तक पढ्न थालिन्। केही दिनपछि गाउँमा परिवर्तन देखिन थाल्यो। जहाँ जहाँ उनी घाँस राख्थिन्, त्यहाँ हरियाली बढ्थ्यो। जहाँ जहाँ उनी पढ्थिन्, त्यहाँका बच्चाहरू पनि पढ्न आउन थाले। गाउँका वृद्ध भन्दै थिए, "सुनमाया नानीमा के छ कुन्नी, उसको स्पर्शले खेतमा बाली फस्टाउँछ अनि गाउँमा रमाइलो फैलिन्छ।" एक दिन गाउँमा एकजना शिक्षक सर आए, नाम थियो प्रकाश सर। उनी सरकारले पठाएको शिक्षादूत थिए, गाउँका बच्चाहरूलाई पढाउन। तर उनलाई अचम्म लाग्यो, सुनमाया त यस्तो ज्ञान बोकेकी छन् कि सहरका केटाकेटी पनि लाज मानुन्। त्यही दिनदेखि गाउँमा विद्यालय खुल्यो। सुनमाया त्यही स्कुलको पहिलो छात्रा बनिन्। उनी पछि शिक्षकको सहयोगी बनिन्। पछि त्यही गाउँ पढाइको केन्द्र बन्यो। गाउँका बच्चाहरू सुनमायालाई दिदी गुरु भन्थे। सुनौलो घाँसको थुप्रोबाट सुरु भएको त्यो यात्रा, पुरा गाउँको उज्यालो भविष्यमा परिणत भयो।